साथीहरू गुड इभिनिङ के छ है सबैजनालाई शुभरात्रि। भर्खर 2 बज्यो आज राति। म ट्राभलिङ ब्लगिङमा छु र अनि हजुरहरू त मजाले सुत्नु भयो होला। म त यस्तै छ, आज राति छ, निन्द्रा लागिरहेछ, के गर्ने त्यही भएर यसो टाइम पास भएर भिडियोमा आउँ भनेर भिडियो बनाइरहेको छु। अनि नाइटको भ्युज कस्तो लाग्छ हजुरहरू लाइक कमेन्ट गर्नु होला। हजुरको सुझाव सल्लाहको लागि म प्रतीक्षामा हुनेछु है। र यस्तै छ यतातिर नाइटको भ्युज। आज एक्लै छु, निन्द्रा लागिरहेछ, रातिको 2 बजिसक्यो। कति घर पुगिन्छ थाहा छैन, एकदम ट्राफिक पनि छैन राति, खासै ट्राफिक पनि छैन आज। यस्तै हो, ट्राफिक नभए गाडी सबै भागेर आउँछन्। म चाहिँ भिडियो बनाइरहेको छु, त्यही भएर खासै यस्तै छ। निन्द्रा लागिरहेछ, बिहानदेखि गाडी चलाइरहेको छु, रातिको 2 बज्यो। अनि हजुरहरू त सुत्नु भयो होला है, बार बार के भनिरहेछ यस्तो भनेर सोच्नु भयो होला। के गर्ने, यस्तै हो ड्राइभरको लाइफ, ट्राभलिङमा यस्तै हुन्छ। पुरा नाइटको भ्यू हो होइन। राति 2 बजे चाहिँ यस्तो छ, बिहानदेखि सुत्न पनि पाएको छैन। 8-9 बजेदेखि 8 बजीदेखि गाडी चलाउन सुरु गरेको मान्छे अहिलेसम्म सुत्नै पाएको छैन। अनि गएर हजुरको सुनाऊ के कस्तो छ। सबै त चिसोमा हुनेवाला मजाले कम्बल ओढेर सुत्नु भयो होला, गर्ममा हुनेवाला मजाले फ्यान एसी चलाएर सुत्नु भयो होला। यो राति त अब लरी मात्र भेटिन्छन्, यस्तै छ। तर लक्कीले उता ब्रिज पनि बन्द भएको छैन। अरू सुनाऊ, यस्तै हो जिन्दगी, परदेशीको जिन्दगी। मेरो ट्राभलिङ ब्लगमा जोडिनेहरू सबैजनालाई धेरै धेरै थ्याङ्क यू सो मच है। यस्तै छ जिन्दगी आफ्नो त है। सुझाव सल्लाह दिनु होला, एकअर्कासँग जोडिनु होला साथीहरू है सबैजना। यो पुलमाथि छु म, कति राम्रो पुल छ हेर्नु। बसिए राति भयो कि काम गर्न सुरु गर्छन्, या सडनली एक्सिडेन्ट भयो भने के गर्छन् थाहै हुँदैन। ल हेर्नु यस्तो हुन्छ अब रातिको काम चाहिँ। यतातिर चाहिँ हजुरकोतिर कतिखेर हुन्छ थाहा छैन। यहाँ त यो राति राति लोडर पनि छ। यो भर्खरै नयाँ बनाएको त ब्रिज हो, खै किन के गर्छन् के थाहै हुन्न। ल नयाँ बनाएको ब्रिजमा पनि हर टाइममा मेन्टेनेन्स गर्छन्। हाम्रो नेपालमा पनि यस्तै छ कि कस्तो हो साथीहरू, यसो भन्नु गाइस। इङ्ग्लिस त बोल्न आउँदैन, सिर्फ गाइस भन्न त आउँछ। नाइटको भ्युज हजुरहरूलाई कस्तो लाग्यो है। लाइटले गर्दा खासै क्लियर त देखिया छैन, तर पनि हजुरहरूको लागि भए पनि यसो नाइट भ्युज देखाइरहेको छु। आज खासै गाडी छैन, कन्टिन्यू छ गाडी पनि 80-90 को स्पिडमा चलाइरहेको छु है। निन्द्राले छोडिरहेछ, के गर्ने, कतिखेर घर पुगिन्छ थाहा छैन, तर पनि ठिकै छ। 3-4 बजेसम्म पनि त पुगौँला, किन टेन्सन होइन। गएर सुत्नु पर्ला। अझ भोलि बिहान 5 बजे उठेर यस्ता मान्छेसँग स्कुटी आइरहन्, के भन्ने। यस्ता
सबै चिज प्रब्लममा यो ट्याक्सी अटोवाला किन यस्तो प्रब्लम गर्छन् यार भकाएको ल हेर्नु सबै हारत दिने होला क्या सबै ट्याक्सीवाला के भन्ने अब यस्तोहरूलाई जाऊ छोडिदिनु पर्छ राति झगडा गर्नु भएन फेरि कसैले पिट देला होइन र